हेलो साथीहरू, आज धान्ने पूर्णिमा हो। आजको दिन कुल पूजा पनि भएको हुनाले हजुरलाई कुनै पनि पितृदोष रहेको छ भने 108 बत्तीलाई यो सुकेको नरिवल काटेर 108 बत्ती साँझ चन्द्रमा उदाइसकेपछि बालिदिनु भयो भने हजुरको सम्पूर्ण पितृदोषहरू नाश हुनेछ। साथै सम्पूर्ण पूर्णिमाको व्रतहरूमा पनि हजुरले पूजामा पनि नरिवललाई यसरी नै काटेर बाल्न सक्नुहुनेछ। मैले भने साँझको लागि सामान रेडी गर्दैछु। यहाँ अबिर र केसरी पनि लाउनु पर्ने हुन्छ। म चाहिँ रेडी गर्दैछु, हजुरलाई अहिले डेमो देखाउँदैछु। हजुरहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक, कमेन्ट, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। धेरैजनाले पूर्णिमाको पूजा कसरी गर्ने हो भनेर सोधिराख्नु भएको थियो। पूर्णिमाको पूजा गर्नलाई सेतो अक्षता, सेतो फुल, जौ, तिल, जनै, सुपारी पनि चाहिन्छ। अनि त्यसपछि पूर्णिमाको पूजा गर्दाखेरि प्रसादहरू पनि सेतो नै हुनुपर्छ है। खिर, पेडा, हलुवा बनाउन सक्नुहुनेछ। फुल पनि सेतै हुनुपर्छ, अघि नै जानकारी दिइसकेँ। त्यसै गरी कलश गणेश स्थापना गर्ने। अनि एउटा कलशमाथि चन्द्रमाको प्रतिमा एउटा थालीमा राखेर चन्द्रमाको 16 नाम लिएर 16 सुते बत्ती बालेर हजुरहरूले चन्द्रमाको पूजा गर्न सक्नुहुनेछ। साथै चन्द्रमालाई हजुरले सेतो कपडा पनि चढाउनु पर्नेछ। अनि साथै 28 नक्षत्रको पनि पूजा गर्न सक्नुहुनेछ। सामग्री यहाँ सम्पूर्ण रेडी भइसकेको छैन, मैले सुरु गर्दैछु। प्रसादहरू अहिले नै बनाउन सम्भव छैन, जतिखेर चढाउने हो त्यतिखेरै। अनि अर्को कुरा, मैले पञ्चामृत पनि भन्न छुटाएछु हजुरलाई। पञ्चामृत, सेतो पञ्चामृत बुझिसक्नुभयो होइन? खिर, पुवा, पेडा यस्तो चढाउन सक्नुहुनेछ भने फलफुलहरूमा चाहिँ केरालाई खोलेर भित्रपट्टिको गुदी बाहिरको पहेँलो बोक्रो फालेर पनि चढाउन सक्नुहुनेछ। जसले गर्दा हजुरको चन्द्रमा निचो छ भने पनि सम्पूर्ण रोकावट हुन्छ कार्यहरू। चन्द्रमा निचो हुँदा हजुरको पर्सनालिटी, व्यक्तित्वलाई पनि प्रभाव पार्ने भएको हुनाले यसरी पूजा गर्नुभयो भने सम्पूर्ण रोकावटहरू हजुरको खुल्नेछ। यो पूजा फेरि विश्वासले गर्नुपर्ने हुन्छ। यहाँ मात्रै देखिएको सामग्रीहरू रेडी नगर्नु होला। मैले सबै अरू फुल प्रसादहरू अनि पूजा गर्ने विधिहरू, सामग्रीहरू मुखले नै अघि नै भनेको छु। अर्को कुरा, पूर्णिमाको व्रत हजुरले कस्तो अवस्थामा गर्न सक्नुहुनेछ भने हजुरले कुनै सरकारी जागिर, सरकारी ब्याङ्कहरू, निजामतीतिर हजुरले तयारी गर्दै हुनुहुन्छ भने पनि पूर्णिमाको व्रत लिन सक्नुहुनेछ। पूर्णिमाको व्रतको दिन हजुरले त्यो दिन पुरै 24 घन्टा नै नुन खान पाउनुहुने छैन, छोड्नु नै पर्ने हुन्छ। त्यो दिन गुलियो खानुपर्छ भन्ने भनाइ छ। हजुरलाई कतिलाई डायबिटिज होला, चिनी नराखी पनि खिर हलुवाहरू बनाएर खान सक्नुहुनेछ। र व्रत नै नलिए पनि पूर्णिमाको पूजा चाहिँ गर्न सकिनेछ। त्यो दिन हजुरहरूले जुठो खान सक्नुहुने छैन। व्रत नै नभए पनि हजुरहरूले 2 छाके नुन छोडेर यदि दुध र भात मात्रै खाएर भए पनि पूजा गर्नुभयो भने फलदायी हुनेछ। र हजुरको काममा आएको सम्पूर्ण रोकावटहरू खुल्नेछ। चन्द्रमाको व्रत चाहिँ प्रायःजसो जागिरहरूमा कम्पिटिसन गर्दा नै लिने गरेको देख्छु। मैले पनि लिएको थिएँ है, तर फलदायी हुन्छ। मैले भने प्रत्येक पूर्णिमाको व्रतमा यसरी नै नरिवललाई काटेर एउटा दियोमाथि राखेर 108 दियो बत्तीहरू बाल्ने गरेको छु। हजुरले पनि बाल्न सक्नुहुनेछ। यहाँ चाहिँ अबिर केसरी चाहिँ लाउनु पर्ने हुन्छ है। मैले अहिले सादा छ, बेलुका भिडियो बनाउन सम्भव नहोला भनेर अनि मैले अहिले बनाइदिएको। यो सेतो कपडा पनि चढाउन सक्नुहुनेछ। साथै हजुरले पनि वस्त्र सेतो नै धारणा गर्नुपर्ने हुन्छ। विवाहित हुनुहुन्छ भने सम्पूर्ण रूपमा सेतो वस्त्र पहिरनु हुँदैन। अरू यसो रातो निलो बुटाहरू पनि हुनुपर्छ। हजुर सुनिदिनु भएकोमा भिडियो धेरै धेरै धन्यवाद। लाइक, कमेन्ट, सेयर गरिदिनुलाई नभुल्नु होला। यदि हजुरहरूलाई मेरो भिडियो मन पर्यो भने मैले राम्रो नयाँ भिडियोहरू पनि बनाउने छु। धन्यवाद।